जय मसी हो भने म चाहिँ लाग्दैछु चर्चतर्फ। आज माटोहरू फ्याँक्नुपर्ने छ, त्यही भएर टोक्क यसरी बाटोमा हिँडिराखेको चर्चतर्फ। पुग्नुपर्ने चाहिँ त्यहाँ पर देख्दै गरेको ठाउँ हो यहाँनिर। लु अब भने चाहिँ आइपुगेँ। यहाँ चाहिँ यसरी चलिरहेको रहेछ काम। ढिलो भएछु म चाहिँ। जय मसी सबैजनालाई। जय मसी। यहाँ त सक्नु पो आँटेछ त हौ। त्यस्तै भयो नि झन्डै। पास्टर यहाँ हुनुहुन्छ। जय मसी। हिरोको बेसी होइन, आज 100 डोको होइन, 50 त भइसक्यो। भरै खाना खाइन्जेलसम्म मात्रै त्यो चाहिँ फ्याँक्नुपर्ने। एक मेलो चल्ने रहेछ यहाँनिर। शान्तिको रेस्ट। हल्का हल्का थकाइ। तु छ तु ब्रेक कम्ती बाबा। केटाकेटी लाम्देऊ है। झन्मुरी सेकेन्ड रेस्ट हो नि त यो चाहिँ। डिजर्भ नि। दुनिया चाहिँ आधी काम सकेर हिँड्दैछ। काम अझै जोडतोडले काम चाहिँ हुँदैछ। यहाँनिर के भन्छ चर्चको बाहिरपट्टि उयो माटोहरू बोक्दैछ होइन। अन्त अहिले चाहिँ खाना खाने समय भइरहेको छ। सबैजना यसरी खाँदैछ, सबैजना छ। यता चाहिँ खाना पकाउने आन्टी यता आउनुहोस्। दामी यहाँतिर अब भने चाहिँ फिनिस्ड हुनु आँटेको छ। लास्ट यति नै फ्याँक्नुपर्ने हो। योद्धाहरू आजको। अन्तिममा चाहिँ यहाँनिर हिरो हिरोइनले फिनिसिङ टच पास्टर नि आमाले। ल अब भने चाहिँ अन्त भएको छ यहाँनिर। सक्यौँ खुसियाली सकेको। यहाँनिर चाहिँ सानो नानीहरूदेखि लिएर ठुलो लिडर्सहरूसम्म सबैले हात बटाउनु भएको छ। यहाँनिर चाहिँ पुरै माटो थियो, पुरै परैसम्मनिर। अहिले चाहिँ सबै फ्याँकेर यहाँनिर प्लेन गरेका छौँ। अब आउने दिनहरूमा यहाँनिर प्लानहरू छ यो ठाउँको। प्रभुलाई धन्यवाद होस्, बलसामर्थ दिनुभयो, मानिसहरू जुटाइदिनु भयो। अब अन्तिम चिया पिआइ छ यहाँ। अब चाहिँ फोटो सेसन पनि भयो, बिदाईको समय। जय मसी।
नहीं होइन भाइ